संग्रहालय बनाउने सोच थियो अब यस्तो सामान छैन अब जन्मिएन सामान जले हो विचार कहिले जल्दैन हो मर्छ यो माथि उराखेको त हामीले क्याप्टनले देखेको पनि छ पछाडि अगाडि हुन्छ यहाँ बस्दैन अटिहाल्छ पाइन्छ क्या समितिको महातगारो फेला भयो क्या किताब एउटा बस्दै यता एकचोटि समितिको तगारो फेला पऱ्यो महातगारो आइपऱ्यो नेपालको सिमाना फेला पऱ्यो बुद्धिनारायण श्रेष्ठ प्राय तपाईँहरूले छाप्ने गर्नुहुन्छ तस्बिर आफै हुन्छ तस्बिर आफै बोलिराखेको छ तस्बिर आफै र मैले धेरै केही त भन्नुपर्छ यो जसरी छानिकन व्यक्तिगत घरहरू जलाइएको छ लुटिएको छ र यतिसम्म कि कसरी उठाएर लगे भन्ने कुरा आश्चर्य लाग्छ केही टनका फलामका के अरे उसका ढुङ्गाका मूर्तिहरू जो त्यहाँ आँगनमा बाहिरै राखिएको थियो त्यहाँ शिवको मूर्ति थियो बुद्धको मूर्ति थियो सरस्वतीको मूर्ति थियो केही तोडफोड गरिएको अवस्थामा सरस्वतीको मूर्ति ठाउँ सारेर बुद्धको ठाउँमा राखेर छोडेको देखिन्छ र अरू मूर्तिहरू सरस्वतीको मूर्तिभन्दा ठुला थिए सबभन्दा ठुलो बुद्धको थियो त्यसपछि शिवको थियो त्यसपछि सरस्वतीको थियो सरस्वतीको चाहिँ यहाँ छ बुद्ध र उसको शिवको मूर्ति चोरिएको छ एकजनाले त लान पनि सक्दैन कहाँ एकजना दुईजनाले पनि सक्छ गाडीमै ल्याएर मुस्किलै त्यस्तो खालको सामानहरू समेत चोरी भएको छ भने अरू साना मसिना सामानहरू त चोरी हुनु मामुली कुरा भयो र उनीहरूलाई काम नलाग्ने कुराहरू चाहिँ
उनीहरूले आगो लगाएर गएका छन्। त्यो हो पुस्तक। अरू चिजमा चाहिँ त्यति आगो लगाएको छैन। घरमा आगो लगाएको छ, अरू चिज घरभित्रका चिजहरू खाली गरेर आगो लगाएको छ, चोरेर आगो लगाएको छ। ढुङ्गाका मूर्तिहरू तिनीहरू जल्दैन, ती मूर्तिहरू पनि छैन। ढुङ्गाका मूर्तिहरू थिए। कतिपय अब कस्टर गरेका सामानहरू, कतिपय अरू मेटलका छन्, ती पग्लिएर बसिया हुनुपर्ने त्यस्तो केही पनि छैन। पग्लिएर बसेको, झलेर बसेको त्यस्तो छैन। सबै चिजहरू उठाइएको छ र उनीहरूलाई काम नलाग्ने कुराहरू मात्रै छोडिएको छ। तपाईँहरूले देखिराख्नै भएको छ। र कुनै त्यस्तो कीमती चिजहरू पनि कुनै छोडिएको छैन। थुप्रै गिफ्ट आइटमहरू, कीमती चिजहरू थिए। ती सबै चिज चाहिँ त्यो जल्दाखेरि पनि समाप्तै हुने गरी जल्ने चिज होइन, तर त्यस्ता चिजहरू त्यसो गरेर यो बहुतै टार्गेट गरेर यसभन्दा अगाडि पनि केही वर्षदेखि नै यहाँ टार्गेट गरेर पटक पटक आउने गरेकै थिए र खास अपराधिक समूह यस कुरामा उद्योग गरिरहेकै थियो। धेरै वर्ष अगाडि यहाँ नजिकै छिमेकमा एकजना डिआइजी बस्नुहुन्छ, डिआइजी बस्नेतजी, उहाँको घरमा पहिले पनि एटेम्प्ट भयो। उहाँको घर तोडफोड गरे, फेरि त्यहाँबाट उनीहरूले तोडफोड गर्न आगो लगाउन सकेनन्, फर्की यहाँ पनि आएका थिए। तर म त्यस बेला यहीँ बसिराखेको अवस्था हुँदाखेरि अलिक सुध्री ढङ्गले नै बस्दाखेरि उनीहरूले सकेका थिएनन् र यो प्रयास धेरै अगाडि थियो। यो यहाँ मात्रै होइन, मेरो मात्रै होइन, अरूको मात्रै होइन, सबैतिर देशभरि नै जलाइएको छ। एमालेका कार्यालय जलाइएका छन्, एमाले नेता कार्यकर्ताका घरहरू छानी जलाइएका छन् र यसको तयारी पहिलेदेखि थियो र खास गरेर एमाले माथि टार्गेट गरिएको थियो। एकछिनको कुरा 23 गतेको घटनाको प्रतिक्रिया आदि इत्यादि होइन, त्यसभन्दा अगाडिदेखिको प्रतिक्रिया थियो र पहिले पनि चैत 15 गते पनि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जाउँ, त्यहाँ हमला गरौँ, आगो लगाउँ भन्ने कुरा, सिंहदरबार जाउँ भन्ने कुरा त्यस बेला पनि भएको थियो। त्यस बेला पनि फैलाउन खोजिएको थियो, तर त्यस बेला उनीहरूले नसके। अहिले यसपल्ट उनीहरूले सक्ने परिस्थितिको पनि उनीहरूले आगलागी गरे र लुटपाट गर्ने ठाउँमा लुटपाट गरे। खास गरेर सरकारका निजी सम्पत्ति लुटपाट गरे। अरू ठाउँमा अदालतमा मुद्दा मामिलाका मिसिलहरू जलाए, सिंहदरबारमा ऐतिहासिक दस्तावेजहरू मिसिलहरू जलाए। यस्तै खालका कामहरू चाहिँ भयो। यो एउटा नेपालका विरुद्ध भयानक षड्यन्त्र थियो। उद्योग व्यवसायीहरूका उद्योग प्रतिष्ठानहरू, उद्योगहरू, कल कारखानाहरू जलाइए, व्यवसायहरू जलाइए, केबल कार जलाइए, अरू विभिन्न कुराहरू जलाइए। हुँदा स्कुलहरू जलाइए, कलेजहरू जलाइए र शिक्षाका मन्दिरहरू जलाइए। जसलाई शान्ति क्षेत्र भनिन्छ, बालबालिकाहरू, विद्यार्थीहरू, उनीहरूलाई युनिफर्ममा खुलेआम प्रयोग गरियो र उनीहरू त्यसरी आन्दोलनमा जान नपर्ने, तर एकदम सामान्य भ्रष्टाचार नियन्त्रण होस् भन्ने माग अथवा अति सामान्य सुशासन होस् भन्ने माग र अति सामान्य ढङ्गले उहाँहरूको रोकिएका सामाजिक सञ्जालहरू खुल्ला गरियोस् भन्ने माग, यस्ता मागहरू लिएर त्यही ठानेर विद्यार्थीहरू मैदानमा उत्रिए जयन्तीका नाममा। तर कुरा त्यसको थिएन। त्यो विद्यार्थीहरूलाई पनि झुक्याइयो र त्यसपछि गर्नुपर्ने सबै दुष्कर्महरू, संहार गर्ने कामदेखि लिएर अरू कामहरू मलाई लाग्छ योजनाबद्ध ढङ्गले यो आगजनीको, तोडफोडको, लुटमारको तयारीका साथ भयो। अब लुटमार गर्नेहरू कुनै विदेशबाट आएका छैनन्। लुटमार गर्नेहरू कोही आसपासकै थिए, कोही अलिक परका थिए, कोही कहाँका थिए। त लुटपाट गर्नेमा सौक देखिन्छ। पछि सामानहरू पक्राउ परेकोबाट पनि थाहा हुन्छ।
र ती सामानहरू पछि कालान्तरमा पनि पक्राउ पर्दै जाँदैछ र त्यस्तो मान्छेहरू पनि आइडेन्टिफाई हुँदै जाँदैछन्। अर्को त मान्छेहरू चिनिएकै पनि छन्। अहिलेसम्म अपराधीलाई कारवाही गर्न सरकारले मानेको छैन। कारवाही गर्नुपर्छ भनेर सप्रमाण प्रहरीले छोडेकालाई तत्काल रिहा गर्न गृहमन्त्रीले आदेश दिएका छन्। र अर्को सुशासनको मैले हिजो मात्रै पनि गृहमन्त्रीको एउटा अन्तर्वार्ता हेरेँ। उहाँको सभ्यता, उहाँको संस्कृति, उहाँको मनसाय, उहाँको आशय, उहाँको गन्तव्य, उहाँले गर्न खोजेका कुराहरू त्यसबाट देखिन्छ र सरकार त्यसमा ती अभिव्यक्तिहरूमा सरकारको मनस्थिति, सरकारको उद्देश्य, सरकारको गन्तव्य गृहमन्त्रीको हिजोको अन्तर्वार्तामा संलग्न देखिन्छ। गृहमन्त्रीको मनसाय पुराका पुरा देखिन्छ। अर्थात् यो कुरा मनोभाव चाहिँ के कुरासँग देखिन्छ भने यो तोडफोड, लुटपाट, आगजनी र त्यसको पक्षमा उहाँहरूको मनोभाव देखिन्छ र जसलाई मर्का परेको छ, क्षति परेको छ, तिनीहरूमाथि उहाँको दुश्मनी देखिन्छ। अर्को कुरा के भने उहाँको दुश्मनी ममाथि देखिन्छ, व्यक्तिगत दुश्मनी देखिन्छ। अब मैले उहाँहरूको सिमाना पनि मिडिया छैन, कहाँ थाहा पनि छैन भने सिमाना पनि मिडिया छैन, केही पनि गरिदिएको छैन, तर दुश्मनी अत्यन्त चर्को देखिन्छ र मलाई गम्भीर आशंका छ सरकारमाथि। सरकारले थप केही गर्ने योजना बनाइराखेको गम्भीर आशंका छ। किनभने सरकारले जेनजी होइनन्, जेनजी भनिएकाहरूलाई बोलाएर तिमीहरू हामीलाई दबाब देऊ, हामी कहाँ डेलिगेसन आऊ, हामीलाई गाली गरे जस्तो गर, दबाब देऊ, अनि त्यो दबाबमा पऱ्यौँ हामी भनेर हामी कारबाही अगाडि बढाउँछौँ, फलानालाई गिरफ्तार गर्छौँ भनेर सिकाएर पठाउनुहुन्छ। उहाँहरू निवेदन देऊ, जाहेरी देऊ भनेर सिकाएर पठाउनुहुन्छ। म यत्तिकै भनिरहेको छु, यो तथ्यको प्रमाण त मैले उहाँहरूसँग भरपाई लिने कुरा भएँ। तर अरू आगामी दिनमा हेर्दै र मैले अस्ति पनि भने यस देशमा नेकपा एमाले छ। नेकपा एमाले एउटा जिउँदो पार्टी हो, जिउँदो पार्टी छ र यसले देशमा शान्ति, सुव्यवस्था, सुशासन कायम गरेर छोड्छ, भ्रष्टाचार नियन्त्रण गरेर छोड्छ र यस्ता अवैध ढङ्गले अचानक पलाएका सरकारका दाग धम्की, आफ्नो काम छोडेर अरूतिरका तमासा, यो कुराहरूसँग किञ्चित विचलित भएन। अब पुनर्निर्माण गर्ने नगर्ने चाहिँ के छ तपाईँको योजना? यो मेरो श्रीमतीले राष्ट्र ब्याङ्कमा 33 वर्ष जागिर पाएर थोडो मेहनतले बनाएको छु र यो सबै सङ्ग्रहालयको रूपमा देशलाई छोडिदिने भनेर आफ्ना नामबाट त्यो नामबाट राजीनामा पास गरिदिइसकेका थियो। त्यसो भएर यो हाम्रो निजी सम्पत्तिको रूपमा थिएन, यो राज्यकै सम्पत्तिको रूपमा एउटा सङ्ग्रहालयको रूपमा थियो। यति हो, हाम्रो अर्को बास नभएको हुनाले हामी बाँचिन्जेलसम्म निकाल्न नपाउने सरकारले भनेको थियो, यहाँबाट निकाल्न पाइँदैन, हामी छोइन्जेल। हाम्रो निधनपछि फेरि त्यो सार्वजनिक सम्पत्ति सार्वजनिकै हुन्छ। हामीले यहाँको कुनै चिज चलाउनेहरू नै गरेका थिएनौँ, त्यसको प्रयोग गर्ने गरेका थिएनौँ र त्यसलाई सुरक्षित ढङ्गले राखेका थियौँ। अब कानुनी प्रक्रिया अनुसार चाहिँ के छ, अगाडि बढ्छ कि बढ्दैन? हामी मुद्दा मामिला लड्ने त हो, तर मुद्दा मामिला पनि एउटा माध्यम हो, तरिका हो र मैले लड्नु र लड्नु, तर देशभरिका कार्यकर्ताले नलडेर त कसरी हुन्छ? मुद्दा नदिएर कसरी हुन्छ? क्षति भएको छ, त्यो क्षति जसले क्षति गर्यो उसले भर्नु पर्दैन, क्षति जसले क्षति गर्यो उसले दण्डित गर्नु पर्दैन, जसले अरूका घरका सामान लुटेर लगेको छ त्यो दण्डित गर्नु पर्दैन। अनि त्यसको क्षतिपूर्ति कसले दिन्छ? त्यो दिनु पर्दैन। यो त राज्यको क्षति हो। सबै सामग्री यो आइटम छ भनेर हामीले देखेर
तयार गरेको थिएन, गरे पनि यहीँ राखेको थियो, त्यो सबै जल्यो। कति पुस्तक थिए, कुन पुस्तक थिए, हामीसँग सबै रेकर्ड थियो। यो पुस्तक छ, यो यसरी छ, सबै सिस्टमेटाइज गरेको थियो, त्यो सबै त भयो। तर सबै जे थियो यहाँ त्यो चाहिँ सरकार राज्यको थियो, सार्वजनिक थियो, त्यो हाम्रो प्रपर्टी थियो। हामीले सरकारका नाममा जे छ यो जमिन, घरभित्रका सरसामग्री सरकारका नाममा अथवा सार्वजनिक नाममा गरिदिइसकेका थियौँ, त्यो सरकारकै नाममा जान्यो। हामी यो घर भोटे राख्न सक्दैनथ्यौँ, बेच्न सक्दैनथ्यौँ। त्यसो भएर यो एकदमै चलाउन हामीले नपाउने गरी बस्न मात्रै, पकाएर खान पाउँथ्यौँ, बस्ने बेल पाउँथ्यौँ, त्यति हो। अरू दर्शकले हेरे जस्तै राखेका सामान हामीले हेर्ने मात्रै। त्यसो भएर अब हाम्रै व्यक्तिगत क्षति भयो भन्ने कुरा दिनै बेलामा क्षति भएको थियो, अहिले चलेर क्षति भएको होइन। त्यो सार्वजनिकीकरण गर्ने बेलामै क्षति भएको हो नि त हाम्रो क्षति भन्ने। त त्यो क्षति त हामीले मन्जुरले स्वेच्छाले रोजेका क्षति भयो। अब यो जलाउने काम थियो, सरकारले प्रोटेक्सन पाएन। कति हाराहारीको सम्पत्ति चाहिँ तपाईँको यो जल्यो होला लगभग? यसको सम्पत्तिको किताबको मूल्यको जस्तो कुराले हिसाब तर संरचना छ नि। जस्तो भन्नुहोस्, एउटा सिङ्गापुरको कोही महानुभावले मलाई भियतनाममा त्यहाँको आर्टिस्टलाई बनाउनु लाएर एउटा मेरो फोटो उपहार दिनुभएको थियो। उहाँको मैले सोधेको थिएँ यो बनाउनु कति लाग्यो, आर्टिस्टलाई मात्रै त्यसमा चाहिँ नि सबै प्रिसियस स्टोनहरूबाट बनाएको। प्रिसियस स्टोनको कति पऱ्यो, त्यसको ध्वनि कति पऱ्यो, कहाँ कति पऱ्यो, त्यो कुराहरू त त्यो बेग्लै छँदैछ। त्यसका अरू पक्षहरू फ्रेमिङ त्यही अनुसारको। त्यसले एकजना रुसी आर्टिस्टले मेरो एउटा चित्र बनाउनुभएको थियो। त्यो चित्र त्यसको मूल्य कति भन्नु, यसरी यो धेरै करोडको यसको दुई प्रकारको भ्यालु छ। जो दुर्लभ छ, प्राप्य छ, त्यसको भ्यालु के हो? सिङ्गल पिस छ त्यसको भ्यालु के हो? कतिपय अब मूल्यवान सामानहरू भनौँ अथवा कुनै बिर्सनै नसक्ने त्यो अविस्मरणीय केही सामानहरू पनि थिए होला, त्यसलाई चाहिँ कसरी सम्झिनुहुन्छ? पहिला के थिए? म धेरै सम्झेर झन्झट गर्न चाहन्न, त्यतापट्टि मेरो ध्यान छ। अब त्यो सम्झेर के गर्ने? सम्झिन त अलिअलि सम्झिन्छु म, के थियो के छ, धेरै धेरै कुराहरू म सम्झिन्छु। मेरो श्रीमतीलाई त कुन कुन आइटम कहाँ कहाँ छ, कुन कुन ठाउँमा राखेको छु भन्ने यकिन सबै पनि थाहा छ। तर म अलिक त्यति धेरै सम्झिरहन सक्छु। हस्, धन्यवाद। म जसको घरहरू जानेको छु सबैलाई पनि कागती त यो नयाँ बट हो के, यसपालि चाहिँ नि फलेको हो। अब यो संरचना पुनर्निर्माणको विषयमा के सोच्नु भएको छ?
देशै निर्माणको प्रश्न छ। मेरो पुनर्निर्माणको के कुरा त्यसमाथि पनि मैले त यो बास बस्ने मेरो एउटा बेड पाउने हो, एउटा किचन पाउने, त्यो विभिन्न चिजहरूको सङ्ग्रहालय, यो पुस्तकहरूको लागि पुस्तकहरू कहाँ केही विद्वानहरूले केशर महलमा किन नदिएको, केशर महल एउटा मात्रै लाइब्रेरी हुन सक्छ अथवा केशर महल मात्रै एउटा स्मरणीय चिज हुनसक्छ या केशर महलमै पुस्तक पढ्नलाई पुग्नुपर्ने यो ठाउँका यो गाउँका मान्छेहरूले आसपासका मान्छेहरूले रिसर्चरहरूले यहाँ आएर बसेर रिसर्च गरेर होइन, अनि एक ठाउँ मात्रै गरेर पुग्छ देशभरिका मान्छेहरू। त्यसो भएर देशभरि सङ्ग्रहालय मैले आफूले प्राप्त गरेको आज नेपालीकृत भएका भाषाहरू त्यसको धेरै कुरा यो सार्वजनिक निजी स्वामित्व छोडेर सार्वजनिक स्वामित्वमा त्यस कारण यो जमिन जहाँ छ त्यो सरकारले सार्वजनिकीकरण गरिसकेको छ। त्यस कारण अब यो जमिनमा बनाइदिएर आफ्नै त हो भनेर फेरि सरकार चलाउन, सरकारवादीहरूले चलाउन, के वादीले चलाउँछन् थाहा छैन। अब कुन क्रान्तिकारी निस्किने हो थाहा छैन। अब कारवाही नहुने भनेपछि त के भयो, जोसँग रिस उठ्छ त्यसको घर चलायो, लुट्यो भयो, गऱ्यो भने कारवाही त कसो गर्दैन भनेपछि त जे गर्दा पनि त्यो स्थिति प्रति